यो रोडमा हिँड्दाखेरि दिमाग खराब नगरौँ भने जहिले पनि दिमाग खराबै हुन्छ क्या। आफू चाहिँ रुल्स फलो गरेर बस्नुपर्छ होइन। अनि साइडको मान्छेहरू चाहिँ यसरी हिँड्छ अनि त्यसपछि हुनु त उनीहरू हिँडेको मलाई मतलब नभएको कुरा हो, त्यही पनि रिस उठ्ने के। अनि नयाँ देश नयाँ सरकार होइन, लास्ट टाइममा आफूहरू चाहिँ पुरानै भएर बसिदिन्छ क्या। तपाईँहरूले आज म यहाँ देखाउँछु होइन, यहाँ उहाँहरू रोड क्रस गर्दै हुनुहुन्छ होइन, जेब्रा क्रसिङबाट कसले रोक्दैन क्या। यहाँ हेर्नुहोस् त कसले रोक्दैन। अनि यो दिदी यहाँबाट यसरी साइड आउने पनि होइन आइरहेछ होइन, कसले रोक्दैन। यदि मैले रोक्यो भने पनि पछाडितिर हर्न बजाउँछु। अब उनीहरू गइरहेछ, उनीहरूलाई हान्लै जसरी अर्कोहरूले यसरी जान्छ होइन। एक ठाउँ होइन दुई ठाउँ होइन, हरेक ठाउँमा कसैले पनि रोक्न खोज्दैन जेब्रा क्रसिङमा। अनि म पनि कुनै ठाउँमा चाहिँ रोक्दिनँ। किन रोक्दिनँ भने चाहिँ जुन ठाउँ जेब्रा क्रसिङ छैन त्यो ठाउँमा चाहिँ कहिले पनि म पनि रोक्दिनँ होइन। बरु साइड लगाएर चाहिँ हिँड्छु। अब सिधा हान्नु त भएन होइन, तर रोक्न चाहिँ रोक्दिनँ। अनि यो रोड चाहिँ विशाल बजार जाने रोड हो बौद्धबाट। अनि आज चाहिँ म चाहिँ विशाल बजार आएको छु। अनि विशाल बजार चाहिँ एकदम धेरै पुरानो बजार हो भनेर सुनेको थिएँ। म चाहिँ साँच्चै भन्नुपर्दा फर्स्ट टाइममै आएको हो यहाँ चाहिँ, पहिला चाहिँ आएको थिएन। अनि यस्तो टाइपको छ भन्ने पनि थाहा थिएन, जस राम्रो रहेछ होइन। अनि विशाल बजारको बाहिर चाहिँ बालेन सिटी भनेर पनि भन्दछ होइन, त्यो पनि अनि फर्स्ट टाइममै देख्यो। अब भिडियोहरूमा त देखिरहेको थियो, कामै पर्दैन थियो। अनि त्यही भएर चाहिँ म कहिले पनि आएको थिएन। अनि आज चाहिँ हामी चाहिँ एकदम धेरै छिटो आइसकेको थियो। अनि छिटो आउँदाखेरि चाहिँ सटरहरू चाहिँ अलमोस्ट सबै बन्द थियो, एक दुईवटा मात्र खुल्ला थियो। अनि हामीलाई चाहिँ एउटा कुर्ता सेट चाहिरहेको थियो केटा मान्छेको लागि, अनि खासै पाइरहेको थिएन। अनि यहाँ चाहिँ फर्स्टमा नेपालमा चाहिँ कुनै पनि ठाउँमा चाहिँ यस्तो एलिभेटरहरू लिफ्टहरू थिएन अरे के। सो यहाँ चाहिँ फर्स्ट टाइम भएको भनेर चाहिँ मेरो दाइले भन्नुभएको थियो। अब हो कि होइन कतिको सत्य छ होइन, त्यो चाहिँ अब तपाईँहरूलाई पनि थाहा होला। अनि यसलाई चाहिँ बालेन सिटी भनेर पनि भन्दछ होइन, मलाई पनि थाहा थिएन, दाइले भन्नुभएको। अनि हुनु पनि एकदमै धेरै राम्रो छ। तर कति ठाउँमा चाहिँ नो वेटिङ भनेर लेखिएको ठाउँमा पनि वेट गरिरहेको थियो बाइकहरू चाहिँ। अनि मैले चाहिँ छेउमै हेर्न यस्तो लेखिरहेको छ यस्तै गर्छ भनेर सुन्ने गरेर चाहिँ भनिदिरहेको थिएँ। तर त्यो मान्छेहरूको चाहिँ रियाक्सन चाहिँ केही पनि थिएन होइन, लाइक चिलमा बसिरहेको थियो भनौँ न। अब त्यसरी बस्नु भनेको नै उनीहरूले हुन्छ नि, मलाई के मतलब म बसिहाल्छु नि भनेको जसरी बसेको हो नि त, त्यही भएर। अनि तपाईँहरूले हेर्नु सक्नुहुन्छ साइडतिर बस्ने ठाउँहरू पनि एकदम धेरै राम्रो बनाउनु भएको रहेछ। मलाई पनि यहाँको भ्यू एकदमै धेरै राम्रो लाग्यो। अनि हामीले चाहिँ दुई तिनवटा फोटोहरू पनि खिचिसकेपछि चाहिँ तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ कुर्ता पसल हामीले भेटिसकेको छौँ। अनि कुर्ता पसलमा चाहिँ एकछिन बसेर हामीले चाहिँ 2 सेट कुर्ता चाहिँ लिइसकेको छौँ। यो सपको दाइ चाहिँ एकदम धेरै राम्रो रहेछ। अनि कस्टमर सर्भिस पनि एकदम राम्रो गर्नुभएको थियो। अनि हामीले चाहिँ 2टा कुर्ता सेट लिएर अनि हामी चाहिँ दही खानातिर लागेँ। दही खाँदाखेरि चाहिँ खासै खानु मन त थिएन, भोक चाहिँ लागिरहेको थियो। हामी चाहिँ फेरि यो ठाउँमा फर्केर आएको छौँ किनकि मैले चाहिँ बिल लिनै बिर्सेछ। फेरि बिल लिएर हामी फर्केँ। अनि मैले तपाईँले हेर्न सक्नुहुन्छ मैले चाहिँ कति धेरै सामान अरूहरू पनि किनिसक्यो है। अनि त्यसपछि चाहिँ हामीलाई एकदम धेरै भोक लागिसकेको थियो। अनि हामी चाहिँ यहाँ क्याफेमा आइसकेको छौँ। अनि हामीले क्याफेमा चाहिँ के खायो भनेपछि चाहिँ फर्स्टमा चाहिँ मोमो खायो। अनि त्यसपछि दाइले चाहिँ बिरयानी अर्डर गर्नुभएको थियो। अनि मलाई चाहिँ खासै बिरयानी मन पर्दैन, सो दाइसँग अलिअलि साथी चाहिँ गरेर चाहिँ मैले पनि खाएँ। अनि आजको ब्लग चाहिँ यति नै छ। अब मनपर्छ भने अर्को ब्लग हेर्नुहोला।